मूल पाठ 10 आशाको दियो। आमा ए आमा उठ्नुहोस् न। आमा मैले दबाई किनेर ल्याएकी छु। आमा ए आमा उठ्नुहोस् न। आमा दबाई खान उठ्नुहोस् न। अब चाँडै निको हुन्छ। पिर नगर्नुहोस् आमा उठ्नुहोस्। आमा इन्तिनो चिन्तो भएर लड्नु भएको छ। एउटी 10-11 वर्षकी सानी चमेली हातमा पानीको बोतल र औषधि लिएर आमाको छेउमा बस्छिन्। उनी आमालाई पटक पटक बोलाउँछिन्। निकै बेर बोलाएपछि आमा ऐया भन्दै कोल्टे फेर्नुहुन्छ। चमेली फेरि आमालाई बोलाउँछिन्। आमा ए आमा उठ्नुहोस् न। आमा दबाई खान। हेर्नुहोस् त मैले दबाई किनेर ल्याएको छु। आज त चामल पनि ल्याएकी छु। आमा उठ्नुहोस् न। कोठाको एक छेउमा आमा सुतिरहेकी छिन्। कोठाको अर्को छेउमा सामान छरपष्ट छन्। छेउैमा 10-11 वर्षकी चमेली हातमा पानीको गिलास बोकेर बसेकी छिन्। वातावरण सुनसान छ। नेपथ्यमा कुकुर भुकेको आवाज आउँछ। भौ भौ भौ। आमा ए चमेली किन चिच्याएकी? ऐया खै मरिन्छ कि क्या हो? चमेली आमा उठ्नुहोस् न। मैले औषधि किनेर ल्याएकी छु। यी हेर्नुहोस् त औषधि देखाउँदै। आमा खै म त बाँच्दिनँ जस्तो छ। खै के गर्ने? हे दैव त कति निष्ठुरी। यो छोरीको रक्षा गर। चमेली त्यसो नभन्नुहोस् न आमा तपाईँलाई केही हुँदैन। मैले औषधि ल्याएकी छु। आज चामल पनि किनेर ल्याएकी छु। म जाउलो पकाइदिन्छु नि। आमा खोइ ल्याउ न त खाउँ। तर यसले खै के पो गर्ला र? चमेली पहिले औषधि खाएर त हेर्नुहोस्। ल उठेर गर्नुहोस् आमा। आमा खै ल्याउ म आफै खान्छु। औषधिसँगै पानी पिउनुहुन्छ। ऐया यो टाउको फुट्ला जस्तै चड्किएको छ। तिमीले के खायौ त? चमेली अब म नुन हालेर जाउलो पकाउँछु अनि खाउँला न आमा छोरी। आमा पैसा कसले दियो त चामल किन्ने? चमेली आज मैले 10वटा पानीका बोतल बेचेँ नि आमा। एकैजनाले 5 बोतल किनिदिए। कति जाति मान्छे। आमा तिमीलाई पढाएर ठुलो मान्छे बनाउने रहर थियो। त्यो पनि अधुरै रहने भयो। यो पापी कालले टपक्क टिप्ला जस्तो छ। खै बाबै सारा सपनाहरू केवल सपनामै हराउलान् जस्ता छन्। चमेली लौ त आमा जाउलो पाक्यो। तात्तातै खानुहोस्। यो रोग त निको भइहाल्छ नि। किन पिर मान्नुहुन्छ आमा म छँदैछु नि। आमा छोरी सँगै बसेर जाउलो खान्छन्। चमेली आफू थोरै खाएर आमालाई थपिदिन्छिन्। आमा भो भो तिमी खाऊ। आज कति दिनमा तिम्रो पेटमा पनि तातो जाउलो परेको छ। चमेली लौ आमा सुत्नुहोस् है। म पानी बेच्न जान्छु। तपाईँ निको भएपछि मात्र म विद्यालय जान्छु। चमेलीले आमालाई ओढ्ने ओढाइदिन्छिन्। खाएका जुठा भाँडा माझेर कोठा सफा गरी बाहिर निस्किन्छिन्। चमेली ए हजुर लौ आयो चिसो पानी आयो। चिसो पानी पिउनुहोस् हजुर। तिर्खा मेटाउनुहोस्। बटुवा कति पैसा हो पानीको नानी? चमेली एउटाको 25 दुईटाको 45 हजुर। चिसो पानी पिउनुहोस् हजुर। हाँसेर जिउनुहोस्। आयो है आयो चिसो पानी आयो। कल्पना ए चमेली तिमी किन विद्यालय नआएकी हँ? सविता गुरुमाले अस्तिदेखि तिमीलाई सोधिरहनु भएको छ। चमेली आँखाबाट आँसु झार्दै खै साथी के भनौँ र? हामी जस्ता गरिबले कहाँ पढ्न पाउनु र? आँसु पुस्न थाल्छिन्। खै साथी म त। कल्पना ल तिमी त रुन पो थाल्यौ त। किन के भयो? भन न साथी के भयो? चमेली हाम्रो कथा तिमी सुन्न सक्दिनौ साथी। भो नसुन मेरो दुःख मैसँग रहोस्। कल्पना छ्या तिमी त आफ्नो मिल्ने साथीलाई पनि कुरा लुकाउँछौ त। भन न म आज तिम्रो कुरा सुन्छु। आफ्नो दुःख बाँड्यो भने पो कम हुन्छ त। समस्या भए समाधान पनि त निस्किन्छ नि। चमेली मेरी आमा सिकिस्तै बिरामी हुनुहुन्छ। घरमा कोही छैन। खानेकुरा केही छैन। म पानी बेचेर केही पैसा जम्मा गरेर पहिले आमाको उपचार गर्छु अनि। कल्पना तिम्रा बुबा हुनुहुन्न र? चमेली पोहोर साल गाडी। रुन थाली। सम्झन पनि सक्दिनँ। मेरो आँखै अगाडि त्यो राक्षस गाडीले मबाट मेरो बुबालाई खोस्यो। म चाहिँ बल्ल बल्ल बाँचेँ। कल्पना बिचरा बैकुण्ठ बास होस् तिम्रा प्यारा बुबाको। चमेली
बुबाको निधनपछि हामी आमा छोरी सहाराविहीन भयौँ। आमा अरूका घरमा काम गरेर मेरो पढाइलाई निरन्तरता दिँदै हुनुहुन्थ्यो। आज आमा बिरामी भएर थला पर्नु भएको छ। कल्पना: औषधि गर्न अस्पताल लगिनौ त? चमेली: अस्पताल लान त पैसा हुनु पर्यो नि। आज बल्ल तल सिटामल किनेर खुवाएँ, 2 किलो चामल किनेर लगेँ, अलिकति जाउलो बनाएर खुवाएँ। अब चाहिँ बाँच्नु होला कि? कल्पना: यस्तो अप्ठ्यारो पर्दा त हामीलाई भन्नुपर्छ नि, साथीभाइ भनेको दुःख सुखमा त हो नि। चमेली: भइगयो, मेरो दुःख मैसँग रहन देऊ। म 1 हप्ता पानी बेचेर कमाएको पैसाले पहिला आमाको उपचार गर्छु, अनि आमालाई निको भएपछि विद्यालय आउँछु। कल्पना: हिम्मत गर साथी, म पनि सकेँ भने केही उपाय अवश्य निकाल्नेछु। तिम्री आमाको शीघ्र स्वास्थ्य लाभको कामना गर्छु। चमेली: हुन्छ ल, अब जाऊ है, पानी खाएर जाऊ न। चमेलीले पानी दिन्छन्, पैसा लिन मान्दिनन्। के साथीसँग पनि पैसा लिन्छन् त? ए हजुर, लौ आयो है आयो, यो गर्मीमा आँत भिजाउनुहोस्, पानी पिउनुहोस् हजुर। पानी पिउँ हजुर, आनन्दले जिउँ। विद्यालयको कक्षा कोठा। सबैजना कक्षामा विद्यालय पोसाकमा ठाँटिएर बसेका छन्। चमेली आफ्नो पुरानो विद्यालय पोसाक लगाएर एउटा पुरानो झोला बोकेर कक्षामा प्रवेश गर्छिन्। अभिनव उठेर ठुलो स्वरले हल्ला गर्छ, ल है साथी हो, आयो है आयो, खै के आयो? सबै गलल्ल हाँस्छन्। बुधनले उठेर भन्छन्, मन लागे आयो, नलागे नआयो, भेटे खायो, नभेटे नखायो, आयो एउटा अचम्मको पोको आयो। सबै गलल्ल हाँस्न थाल्छन्। चमेली कक्षामा गएर बेन्चमा मुन्टो राखेर नबोली बस्छिन्। कल्पना: ए साथी हो, केही काम नपाए जस्तो अरूलाई उडाएर बस्छौ? मानिसका बाध्यता नबुझी यसरी खिल्ली उडाउन लाज लाग्दैन? पाल्तेन: त्यही त भनेको, यी हुने खानेका सन्तानलाई गरिबको मर्म के थाहा? अभिनव: उड्यो चरी उड्यो, नाच्यो चरी नाच्यो। धनीराम: बारुले कम्मर भाँच्यो, नाच्यो चरी नाच्यो। चमेली सुक्क रुन थाल्छे। मन असह्य पीडा बोकेर सबैले उसलाई हेरेर मजाक उडाइरहेका छन्। पोलेको घाउमा नुन चुक घसेझैँ उसलाई वचन बाणले घोचिरहेका छन्। बुधन गोजीबाट रुमाल झिकेर जिस्क्याउँछन्। बिरहको आँसु पुस्ने रुमाल, नरौ नानी, नानीको रुन्चे बानी, हामीलाई खोइ त पानी, भन त रुन्ची नानी, आँसु पुस्ने रुमाल, भो अब आँसु नझार। सबैजना वाह वाह भन्दै टेबल ठटाउँदै हाँस्छन्। कोही फनफनी घुमेर नाच्छन्। यत्तिकैमा कक्षा शिक्षक सविताको प्रवेश हुन्छ। सबैजना: शुभ प्रभात गुरुआमा। सविता: मेरा प्यारा विद्यार्थी भाइ बहिनीहरूलाई शुभ प्रभात। आजको दिन सबैको शुभ रहोस्। ल, आज त चमेली पनि आइछिन्। तिमीलाई सन्चो भएन कि के हो? चमेली: सन्चै छु गुरुआमा। अभिवन: भर्खरै बिरामी फेरि सन्चो रे, हिहिहि। सबै गलल्ल हाँस्छन्। सविता: तिमीहरूको अरूलाई उडाउने बानी चाहिँ कहिल्यै हटेन है। साथीभाइसँग मिलेर बस्नु, एकअर्काका दुःखमा सहयोगी बन्नु, विनम्र हुनु त कता हो कता, सधैँ होहल्ला मात्र गर्यो यसरी असल मान्छे बनिएला त? कल्पना: हेर्नुहोस् त गुरुआमा, यो बिचरी चमेलीलाई हेपेर जिस्क्याएर बस्नै दिँदैनन्। आज पनि आउने बित्तिकै गाई जात्रा सुरु गरे। बिचरा रुन हाँस्नु भएकी छ। चमेली: भइगयो कल्पना, म दुखीलाई बचाउन नखोज, हाँस्न देऊ। मेरो गरिबीमाथि आखिर म सहनै जन्मिएकी रहेछु, सहिदिन्छु। यिनीहरूलाई गरिबीको पीडा कति कठोर हुन्छ, कति दुःखदायी हुन्छ के थाहा? कल्पना: मान्छेको अवस्था के छ भन्ने नबुझी उडाउने। घरमा आमा बिरामी हुनुहुन्छ, खानेकुरा केही छैन बिचरी, ऊ कसरी आओस् विद्यालय? सविता: मैले सबै कुरा बुझेँ। म चमेलीकी आमाको उपचार र उनको पढाइको विषयमा चाँडै केही उपाय निकाल्ने छु। कल्पना: लौ न गुरुआमा, केही त गर्नै पर्यो। बिचरीको सहारा पनि त कोही छैन। म पनि मेरो बुबासँग कुरा गर्छु, केही उपाय त निस्किएला। सविता: यस्तो समयमा धैर्यले काम लिनुपर्छ। तिम्रो साथीभाइ सबै मिलेर तिम्रो बसाइ र पढाइको व्यवस्था गर्न सक्छन्। तिम्रो चित्रकला, सुमधुर स्वर, विनम्रता, कविता लेख्ने क्षमता आदिले एक दिन तिमीलाई अवश्य सफल मान्छे बन्न प्रेरित गर्दछ। यो सङ्घर्षपूर्ण जीवनमा समस्यादेखि भाग्नु हुँदैन, समस्यालाई डटेर समाधान गर्दै जानुपर्छ।
एउटा राम्रो गहना बन्न सुनले कति चोट सहनुपर्छ, आगामा पोलिनुपर्छ। ती पनि एउटा असल सुन हौ। जीवनको आकार लिन समस्यारूपी आगाले तिमीलाई पोलिरहेको छ। तर उठ, हरेस नखाऊ। एक दिन समस्या नै तिमीसँग हारेर टाढा भाग्नेछ। चमेली आँखाभरि आँसु पारेर किताब च्यापेर लुरु लुरु घरतिर लाग्छे। बाटामा सोच्दै हिँड्छे, के साँच्चै गुरुआमाले भने जस्तै होला त? मेरी आमा निको हुनु होला त? हो, अवश्य मेरी आमा निको हुनुहुन्छ। म निरन्तर विद्यालय जान्छु, राम्ररी पढ्छु र आफ्ना लागि, आमाका लागि र देशका लागि केही गर्छु। आज मलाई गुरुआमाले आशाको दियो जगाइदिनु भयो। म यसलाई निम्न नदिई निरन्तर बाल्ने प्रयत्न गर्नेछु।